आज हामी जीआरई अन्तर्गत क्वान्टिटेटिभ कम्पेरिजनको एउटा क्वेसनको बारेमा डिस्कसन गर्न खोजिरहेका छौँ। दिस क्वेसन इज टेकन फ्रम इटिएस को बुकबाटै हामीले लिएको छौँ र जहिले पनि क्वान्टिटेटिभ कम्पेरिजनमा यो चारवटा अप्सनहरू नै दिएको हुन्छ। फर्स्टमा लेखेको छ क्वान्टिटी इज ग्रेटर, बीमा बी इज ग्रेटर, सीमा टु क्वान्टिटिज आर इक्वल र फोर्थमा हुन्छ द रिलेसनशिप क्यान नट बी डिटरमाइन भनेर यसरी चारवटा अप्सनहरू दिएको हुन्छ। अब क्वान्टिटी एमा हामीलाई दिएको छ द लिस्ट प्राइम नम्बर ग्रेटर देन 24। फर्स्टमा हामी 24 भन्दा ठुलो नम्बरहरू लेखौँ न त। 25 हो, सिमिलरली 26, 27, 28, 29, 30 एन्ड सो है। अब यो मध्येमा पनि सबभन्दा सानो प्राइम नम्बर भनेको छ है। अब सानो प्राइम नम्बर 25 इज नट अ प्राइम नम्बर, 26 इज नट अ प्राइम नम्बर, 27 इज नट अ प्राइम नम्बर, 20 इज नट अ प्राइम नम्बर भनेपछि यसमा हामीलाई के हो त 29 चाहिँ यिनीहरू मध्येको सबभन्दा सानो प्राइम नम्बर। सिमिलरली हामी अब क्वान्टिटी बीमा जाउँ। क्वान्टिटी बीमा भनेको छ ग्रेटेस्ट प्राइम नम्बर लेस देन 28 भनेको छ है। क्वान्टिटी बीमा हेर्ने हो भनेदेखि ग्रेटेस्ट प्राइम नम्बर लेस देन 20। त्यसमा नि 28 भन्दा सानो नम्बरहरू हेरौँ न त। त्यसमा 27 होला, 26, 25, 24, 23, 22, 21 एन्ड सो हुँदै जान्छ। अब यसमा हेर्ने हो भने यो प्राइम नम्बर होइन, यो पनि प्राइम नम्बर होइन, यो पनि प्राइम नम्बर होइन, 24 पनि होइन भनेपछि कति चाहिँ हो त प्राइम नम्बर भन्दा यसमा हेर्ने हो भनेदेखि हामीले देखिन्छ 23 इज अ प्राइम नम्बर है। ल अब हामीले क्वान्टिटी ए मा पायौं 29, द लिस्ट प्राइम नम्बर ग्रेटर देन 24 इज 29 एन्ड क्वान्टिटी बी मा पायौं हामीले द ग्रेटेस्ट प्राइम नम्बर लेस देन 20 इज 23। अब यो दुईटालाई कम्पेरिजन गर्ने हो भनेदेखि 29 is greater than 23. It means quantity A is greater than quantity B. That's why the best option is A.